नमस्कार। आजको यो विश्लेषणमा स्वागत छ। आज हामी एउटा यस्तो देशको कुरा गर्दैछौँ नि जसले साँच्चै नै असम्भवलाई सम्भव बनाएर देखायो। एक समय यस्तो थियो जब त्यहाँ आर्थिक वृद्धि लगभग ठप्प थियो, मानिसहरूलाई दुई छाक खान पनि धौधौ पर्थ्यो। तर आज त्यही देश विश्व बजारको केन्द्रबिन्दु र सफलताको एक ज्वलन्त उदाहरण बनेको छ। सुन्दा अचम्म लाग्छ नि, होइन? यो रोमाञ्चक कहानी हो भियतनामको। अब मनमा प्रश्न उब्जिन सक्छ, के यो तीव्र राष्ट्रिय वृद्धि कुनै जादुई चमत्कार थियो वा एकदमै सावधानीपूर्वक चालिएको चतुर रणनीति? आउनुहोस् यसबारे गहिरिएर हेरौँ। भियतनामले हासिल गरेको यो सफलता बुझ्न हामी यसको जरासम्मै पुग्नुपर्छ। यो रातारात भएको कुनै भाग्यको खेल थिएन के? यो त एउटा यस्तो सुविचारित कदम थियो नि जसले सिङ्गो देशको आर्थिक र सामाजिक दिशा नै मोडिदियो। खण्ड 1, 1980 को दशकको आर्थिक सङ्कट। यो सफलताको उचाइ नाप्नुभन्दा अघि हामीले त्यो बेलाको कहाली लाग्दो अवस्थालाई बुझ्नै पर्छ। सन् 1986 भन्दा अघिको भियतनामको कठोर यथार्थ एकपटक कल्पना गर्नुहोस् त। हरेक कुरामा सरकारको कडा नियन्त्रण थियो। निजी व्यापार सोच्न पनि सकिँदैनथ्यो। किसानहरूसँग आफ्नो उत्पादन आफै निर्णय गर्ने वा बेच्ने कुनै अधिकार थिएन। अनि नतिजा के भयो त? समग्र उत्पादन ह्वात्तै घट्यो, देशमा चरम खाद्यान्न अभाव भयो अनि महँगीले त आकाशै छोयो। गरिबी यति व्यापक थियो कि आम मानिसहरूको लागि सामान्य जीवन बिताउनु नै एउटा ठूलो युद्ध जिते सरह थियो। स्थिति यति बिग्रियो कि परिवर्तनको विकल्पै भएन। मुख्यतया यी चारवटा कुराले सरकारलाई ठोस कदम चाल्न बाध्य बनायो। पहिलो, त्यही गम्भीर आर्थिक सङ्कट। दोस्रो, अन्तर्राष्ट्रिय प्रभाव। विशेष गरी छिमेकी चीनले 1978मै बजार सुधारहरू सुरु गरिसकेको थियो। तेस्रो, भोक र गरिबीले वाक्क भएका जनताको बढ्दो असन्तोष। अनि चौथो, सन् 1986मा भएको कम्युनिस्ट पार्टीको नयाँ नेतृत्वको उदय। भनेपछि आगामी सुधार कुनै रहर थिएन, यो त देश बचाउन चाल्नै पर्ने एउटा अनिवार्य पाइला थियो। खण्ड 2, दोई मोई अर्थात् क्रान्तिकारी रूपान्तरण। सन् 1986 को त्यो ऐतिहासिक मोडमा नयाँ नेतृत्वले अर्थतन्त्रलाई बचाउन एउटा क्रान्तिकारी एजेन्डा अघि सार्यो। यहाँ बुझ्नै पर्ने मुख्य कुरा के हो भने भियतनामी भाषामा डोय मोयको अर्थ हुन्छ नवीकरण वा रूपान्तरण। यसको एउटै लक्ष्य थियो अर्थतन्त्रलाई आधुनिक बनाउने, खस्किएको उत्पादन बढाउने र भियतनामलाई विश्व बजारसँग जोड्ने। यो सुन्दा जति सामान्य लाग्छ नि, त्यति बेलाको लागि यो देशको दिशा नै बदल्ने एउटा निकै साहसिक र स्पष्ट मार्गचित्र थियो। यहाँ एकातिर केन्द्रीकृत नियन्त्रणको पुरानो र बन्द शैली छ भने अर्कोतिर बजार उन्मुख समाजवादको खुला दृष्टिकोण। सरकारले आफ्नो समाजवादको मूल मर्मलाई नभत्काइकन अर्थतन्त्रलाई चलायमान बनाउन बजारलाई खुला गर्ने साहसिक निर्णय गर्यो। साँच्चै भन्नुपर्दा यो एकदमै सन्तुलित नीतिगत परिवर्तन थियो जसले देशमा नयाँ ऊर्जा भरिदियो। यो नीति अन्तर्गत खासमा 5वटा मुख्य कामहरू भए। पहिलोपटक नागरिकले निजी व्यवसाय गर्न पाए। कृषिमा ठूलो सुधार गर्दै किसानहरूलाई आफ्नै उत्पादन बेच्ने स्वतन्त्रता दिइयो। विदेशी कम्पनीहरूका लागि लगानीको ढोका खोलियो। अनि सरकारले तोक्ने मूल्यको सट्टा बजारको माग र आपूर्तिले नै मूल्य निर्धारण गर्न थाल्यो। र अन्त्यमा उत्पादन बढाउन कलकारखाना र औद्योगिकरणमा विशेष जोड दिइयो। यी कदमहरूले गर्दा लामो समयदेखि जकडिएको अर्थतन्त्रले अचानक खुलेर सास फेर्न पायो। खण्ड 3, सुधारको परिणाम। नीतिगत सुधार त भयो, तर यसले साँच्चै देशमा कस्तो नाटकीय परिवर्तन ल्यायो त? आउनुहोस् हेरौँ। यो तथ्य सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ। हिजो आफ्नै जनतालाई खुवाउन नसकेर तडपिरहेको देश अचानक विश्वकै शीर्ष चामल निर्यातकर्ता बन्न पुग्यो। सोच्नुहोस् त, जब किसानले आफ्नो मेहनतको प्रतिफल आफै राख्न र बेच्न पाए तब उत्पादनमा कत्रो ठूलो क्रान्ति आयो। यो सबै त्यही नीतिगत स्वतन्त्रताले ल्याएको प्रत्यक्ष र अभूतपूर्व नतिजा थियो। कृषिमा मात्र कहाँ हो र, समग्र अर्थतन्त्रमै एउटा ठूलो लहर आयो। जताततै नयाँ कारखानाहरू खुल्न थाले। एक समय विश्वबाट लगभग अलगिएको देशमा अब अमेरिका, जापान र दक्षिण कोरिया जस्ता देशहरूबाट लगानीको ओइरो नै लाग्यो। देशको कुल गारस्ती उत्पादन अर्थात् जीडीपी लगातार उकालो लाग्यो र सबैभन्दा महत्त्वपूर्ण मानवीय पक्ष भनेको लाखौँ मानिसहरू गरिबीको रेखाबाट माथि उठे। हेर्दा हेर्दै भियतनाम प्रविधि, कपडा र इलेक्ट्रोनिक्सको एउटा विशाल उत्पादन केन्द्र बन्यो। खण्ड 4, लुकेको शक्ति, डायस्पोरा अर्थात् प्रवासी नागरिक। यो द्रुत आर्थिक छलाङको पछाडि एउटा अर्को बलियो शक्ति पनि छ जसलाई प्राय बेवास्ता गरिन्छ।
अब यहाँको साँच्चै रोचक कुरा के छ भने नि विदेशमा रहेका भियतनामीहरूले स्वदेशमा पैसा मात्र पठाएनन्, पक्कै पनि रेमिटान्सले धेरै परिवारको आय बढायो। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा उनीहरूले आफूसँगै उच्च मूल्यवान व्यावसायिक ज्ञान, सिप र नयाँ प्रविधि लिएर आए। यसले भियतनामलाई विश्वव्यापी व्यापार सञ्जालमा जोडिन र अन्तर्राष्ट्रिय बजार बुझ्न निकै सजिलो बनाइदियो। त्यसैले यो ऐतिहासिक सफलताको खास सूत्र यही नै हो, डायस्पोरा पुँजी र सही आर्थिक सुधारको मेल। नीति मात्रै राम्रो भएर पनि पुग्दैनथ्यो अनि पैसा मात्रै आएर पनि हुँदैनथ्यो। सही नीतिले देशभित्र लगानीको वातावरण बनायो अनि डायस्पोराले त्यसमा आवश्यक पुँजी र सिप खन्याए। यो शक्तिशाली संयोजनले नै अन्ततः भियतनामलाई आर्थिक चमत्कारको बाटोमा डोर्यायो। खण्ड 5 नेपालका लागि आवश्यक पाठहरू। भियतनामको यो मोडल हेरिसकेपछि अब यसलाई आजको हाम्रो आफ्नै आर्थिक परिदृश्यमा राखेर हेरौँ है त। यसले एकदमै उत्कृष्ट रूपमा दुई फरक अवस्थाको कथा बताउँछ। एकातिर हाम्रो नेपाल छ, जहाँ विशाल डायस्पोरा र उच्च रेमिटान्स त छ, तर उचित नीतिको अभावमा हामीले त्यसको सही सदुपयोग गर्न सकिरहेका छैनौँ। अर्कोतिर भियतनाम छ, जसले डायस्पोरा र चतुर नीतिको तालमेल मिलाएर चमत्कार नै गर्यो। यसले हामीलाई रेमिटान्समा मात्र भर पर्ने तर लगानीको वातावरण नबनाउने हाम्रो वर्तमान अवस्थाको यथार्थ आइना देखाउँछ। कुनै पनि विशिष्ट राजनीतिक पक्ष नलिइकन हेर्ने हो भने हामीले यहाँबाट 3वटा मुख्य कुराहरू सिक्न सक्छौँ। पहिलो, काम नलाग्ने पुराना नीतिहरू र प्रणाली बदल्न डराउनु हुँदैन। दोस्रो, हाम्रा प्रवासी नागरिकहरू भनेका पैसा पठाउने मसिन मात्र होइनन्, उनीहरू त ज्ञान, सिप र सञ्जालले भरिएका शक्तिशाली राष्ट्रिय सम्पत्ति हुन्। र तेस्रो, बन्द भएर होइन, खुला अर्थतन्त्र र विश्व बजारसँग जोडिएर मात्रै दिगो विकास सम्भव छ। हामी आजको यस विश्लेषणको अन्त्यमा आइपुगेका छौँ, तर जाँदा जाँदै यो एउटा प्रश्नले पक्कै पनि सबैलाई सोच्न बाध्य बनाउँछ। यदि हामीले पनि चतुर नीति अपनाउने हो र हाम्रो डायस्पोरालाई सही रूपमा जोड्ने हो भने के नेपालमा पनि यस्तै शक्तिशाली राष्ट्रिय रूपान्तरण सम्भव होला त? यसबारे मनन गर्दै गर्नुहोला। यस्तै ज्ञानवर्धक विश्लेषणका साथ फेरि भेट्नेछौँ। निरन्तर सिक्दै रहनुहोस्।